हेलो साथीहरू, अहिले चाहिँ हामी जाँदैछौँ पर सपनम दिदीको छोरालाई हेर्नु, सुमिरनलाई। उसको चाहिँ हिजो स्कुलमा हात फ्र्याक्चर भएर हेर्नु जाँदैछौँ। हिजो गेम्समा चाहिँ खेल्दाखेरि फुटबल खेल्दा चाहिँ हात भएछ हो। अनि 8 माइल जाँदैछौँ। उसको दिदीहरू पनि जानुभएको छ। हामी चाहिँ बाइकमा जाँदैछौँ। तपाईँलाई त्यही पुगेर देखाउँदैछु। हामी चाहिँ आइपुग्यौँ र यहाँनिर बाइक साइड गर्नु हुँदैछ। जाल है नानीहरू। र अहिले उकालो जाँदैछौँ। उकालो चढ्दैछौँ। ला पुरा बदमास चकचक। खोइ कहाँ गयो अर्को? सुमिरन यहाँ आऊ न। बस बस बस। बिमारी मान्छे किन कुदी रनिङ? के भयो अरे? लु बताइदेऊ बिस्तार साथ। के भयो अरे? धन्न लेफ्ट ह्यान्ड रहेछ, राइट ह्यान्ड भएको छ। के गर्थ्यो अब? एक टेस्ट आउनु आँटेको छैन? हजुर, यहाँले जित्ने हो। सुमिरन 3टा हारिसक्यो होइन? सोच्चैमा पऱ्यो। फर्किन्छु भनेर यस्तै ड्रेसमा अब बजारमा मन चेन्ज भयो। हाम्रो टिम सुटेको ल। किन मेरो छोरा के भयो? हिरो चाहिँ ल्याइदिएको छु, फम्बी ल्याइदिएको छु। फम्बीवालालाई अर्का पनि हालिदिनु ल भनेको त के फोन गरेको के भात केही पकाएको थियो गरेँ त। म त होइन प्लान यसले फोन गरेर यसो सम्झेँ कि भोलि अहिले त हुँदैन। होस् हिँडिहाल्छ अब भनेर क्या। क्लास 7 को त पाएन। 8 को चाहिँ रमेशले हेर्छ भने यहाँ के लेखेको छ भन्छ कि। अन्त यो त कहाँ सुमेर मेरो पनि लानुपर्छ है पेपर सुमिरन। अन्त मैले बिर्सेछु। मैले भनेको नि यो सुमिरनले कहाँ हेर्छ होइन? छ्याक्छ भने अब तपाईँले राखिदिनु नि त। अब केटाकेटी कम छैन। ओइ उयो चाहिँ अन्त कस्तो गाडीमा आयो तपाईँ चाहिँ? गोटे ए म त कहाँ पुरा बस्नु पर्यो नि। यसले तिमीहरूले त्यो भने नि ल्याइदिनु भनेर है। होस् त्यहाँ किन्दै गर्छु। त्यहाँनिर त्यो किनेर पनि आउँदैन। बल्ल बल्ल फोन गरेँ कि फोन गरेर पनि पछाडि पो आएको। यहाँ बस्नु नि। बस्नु नि। ल्याएर खायो नि। अहिले भेना कस्तो छ? हाम्रो हजुर अहिले ठिकै छ। ए अलिकति डाइरिया भएको छ। त्यहाँ पनि हेर्नु नभ्याएर पो यहाँनिर है। ए अलिक तातोमा हाल्यो। होइन सेलेकै खान्छु। काट्यौँ यो फम्बी सेलेकै खान्छु। काट्यौँ त्यसै हेर्दा मजाको साइनिङवाला कि मिठो होला जस्तो लाग्यो। होइन यस्तै तिर्नु लगाइरहेछ। काटिदिउँ। यो अन्डा किनेर ल्याएको। बजारमा किनेर अन्डा किन्दैछु भन्दै थियो नि त, हेर्दैछु। बस्तीको मह पनि हेरिदिनु भयो। मह पाएन कोही बेला राख्छ नि हाट बजारमा हो। बिफ थियो मह त छैन रहेछ। मह छैन नि। मह र अन्डा क्या किनेर। त्यो उयो भने यति हालेर खान्छ नि। त्यो के पऱ्यो सिमेन्टकै खानु हुँदैन होला। के हो? अन्डा दिदीले के चाहिँ अरे? त्यो यति हाल्छ नि क्या त्यो उयो गरेर खाँदा मिठो हुन्छ नि। ए केसर केसर के भन्छ नि? ए 15 दिनमा दिनु अरे सिमी त त्यो एकै डेली होइन नि त। हालेर अब यतिकै 150 कस्तो महँगो पर्छ।
हेऱ्यो तपाईँले अस्ति भिडियो बर्थडेको मैले उयो पनि गरिराख्दै थिएँ त कमेन्ट त के गरेको थिएँ हाँसेको साइन लभको साइन पठाएको ए म त सोधिदिएर पुरा आजको जुनै पनि निकै ठाडो भएर नाच्नु परेको छ अलिअलि चिजना घरि आउँछ मैले त देखेँ नि त भिडियो कहाँले छ युट्युबमा छ त सब्सक्राइब गऱ्यो भने त उयो आइहाल्छ नि त्यसको है सब्सक्राइब गरेछ नि तपाईँले गरेको छु है सब्सक्राइब गर्यो भने त आइहाल्छ देखिहाल्छ फेरि एक दिन हराइहाल्दो रहेछ है हराउँदै नै हुन्छ त्यहीँ खोज्यो भने मात्रै त आउँछ हाइलाइटमा त हराइहाल्छ नि त मैले गरिदिन्छु ल आमाको मैले भनेर मात्रै गरेको सब्सक्राइब कहिले मैले गरिदिएको नभए गरेको थिएन आफ्नै पनि सब्सक्राइब छैन है आफै बेसी हुन्छ अब खै कुन त मैले त गरेकै सब्सक्राइब म त उसको मन सब्सक्राइब गरेँ मोमो के को उयो चिकन ए पक पर न्यू रेस्टुरेन्टको पक थुक्पा मगायो क्या अन्त 4 किलो बुझ्यो सबै मोमो पनि लगाउनु पर्यो ए म भन्नु जस्तो लाग्यो कि फेरि यहाँ बस्दा अब स्कुल पठाउनु आएको यसलाई पठाउनु भनेको छ उयो बनाउने फम्बी हजुर अघि भर्खर ब्लग गरेको तर यसको हो नि त है लेख्ने त यो होइन नलेख्न नलेख्ने लेफ्टपट्टि परेछ र मात्रै नभएदेखि त यसलाई आमाले फेरि होइन नि टेस्टहरू आउँदैछ 16 तारिकदेखि टेस्ट म पनि त्यही सम्झेको अझै मेगा ग्राउन्डमा पो खेल्नु पाएन अरे ब्याग बोकेर जानु चाहिँ अब सक्दैन है अब एकजना जानु पर्यो पुऱ्याउनु अब झाबालाई बोलाउनु बेला भएन अझै सिकुटी थियो मैले भने पनि ए झ्याङको त्यो हिजो मैले रिल्समा ठक्कै त्यो उसको भेटाएँ कि सबैले एज पनि कम्ती नै रहेछ नि त है 17.5 वर्ष होइन कति पुग्यो क्लास 10 को सर्ट उयो रहेछ 18 पुग्यो ए म त 17.5 भने पुगेको छैन होला भनेर त्यसो भोटर कार्ड बनाउनु थियो अहिले कहाँ 18 वर्षमा हो होइन देखेको बसेको छैन अरे नत्र त्यसले उयो गर्छु भन्दै थियो कि अहिले त अनलाइनबाट पनि भइहाल्छ हौ हाम्रो सुटिङले अनलाइनै गरेको त कति ल्याएको दिदी कि मोमो 4 बेला यहाँ ए ज्वाइँलाई चाहिँ उयो गरिदिनु पर्छ कि अन्त एभिनेजरले नै खान्छ मन परेन अरे किन हप्ता खोलेको कत्रो दिँदो रहेछ मिसले चाहिँ फ्रीको त खामिठो होला त अन्त है फ्रीको चिज यो उयसको अचार हो फम्बीको भुटिदिन्छु ल म भुटिदिउँ अन्त माथि गेटसम्म पुगेको म अन्डा खोज्नु कि भित्र पाएँ कि भित्र खालके परेछ म त कहाँ हाट बजार भित्र पनि पसेन हो हाम्रो बाइक लिएर आएको उयस एसएसजीबाट पार्क पुग्दा क्या कहाँ छ हौ त्यसले पार्क यत्रो त चढाएको छ अन्डा कहाँ छ दिदी पढाइ त्यो अन्डा छोडिराख्यो लादिन भनेर के यस्तो गरिदिनु गेटसम्म गएर अलिक ठुल्ठुलो पाएँ आँट्छ त्यहाँ आँट्छ नि अन्त अर्को कराइमा गर्नु जेबीमा बसेँ अब फम्बी बनाउनु आँटेको छु म चाहिँ भुट्न आँटेको भयो त्यही त म यो अगाडि आएको यो कि मलाई ए के भयो अब बेलुका तपाईँसँग भयो? भन्छु ल गऱ्यो सृजनामा सुइटर अब गरे तेरै मागेर लाउँदा जस्तो छ जास्तीको लाउला साट्टा साट उयो कहाँ छ दिदी तेल हुन्छ हुन्छ अहिले नदिए अहिले त ठिकै छ कि जाडो भएन मात्रै लसुन मात्रै के हाल्नु यहाँ हाल्नु नि अन्त लसुन मात्रै प्याज नहाल्नु है नहाल्नु लसुन मात्रै मजाले खुरिएर क्या म त अब त्यो थुक्पा खाएर अगै खान्छु कस्तो भोक लाग्यो कि हाट बजार घुमेर आउँदा भेना ठिक भयो ठिकै छ हिजो बजार पनि आएर कपाल खायो अहिले 4 बजे हामीले रोटी लगाएर बाक्लो देख्यो बाक्लो। झरेर के बाक्लो देखेर भेटे अनि बाक्लो देख्यो जुत्छ आउँदैछ पतला है यो अनलाइनै किनेको हो यो माथि अब अत्तालेको झोल त कस्तो हुन्छ ल कामेर हतार कुर्ता पनि निकाल्नु नसकेको यस्तो भएको कामेर के कुर्ता र स्वेटर निकालेर सुनेपछि कस्तो हुन्छ है गएको यतिकै कपाल डल्लो पारिरहेको घरमा त कस्तो हुन्छ होइन त्यति हस्पिटलबाट आइरहेछ नि किन मेकअप नगरेर गएको कसले सुनिरहन्थ्यो अन्त आमा त ढिलो न ढिलो आयो मेकअप गर्दै होला मेकअप गरिरहनु भयो तालेको बेलामा को मेकअप गरिरहेको चस्मा किन नलाएको भने
चस्मा पनि नलागेर फुटेछ उयो छ अरे हो लडक्कै छ अरे भन्छ हो मैले त्यस्तो त छैन होला हौ भने कि क्र्याक भएको होला भने होइन मलाई श्याम भेनाले फोन गरेको थियो सरले खाली नदिएसम्म त डर लाग्छ नि त हौ है पेन पनि भएको हुँदैन हात के भएको छ भन्ने नि त हाम्रो किराको पनि भएको पो क्र्याक उबाट झरेर उयो स्कुलको खेल प्र्याक्टिस गर्दा कि स्कुलमै त्यो त्यसै गेम्स हौ पिटी गेम्समा खुट्टाको पनि भएको मेरो प्रायः साथीहरूले कसले पनि थाहा पाएन त्यो लास्ट पिरियड भयो घाम त कहिले हुन्छ खाँदैन नि यो त काटेको छैन रहेछ है डल्लै रहेछ यो खोर्सानी हालिदिनु सबै खान्छ खानेकुराहरू राम्रो यहाँ चाहिँ दुईजना मामा र माइजू पनि आइरहनु भएको छ सुमिरनलाई हेर्नु बिदाबारी हुँदैछ फेरि हामी आउँदा पनि पुरै उयो भइरहेको थियो अब केयर गरेन भने चाहिँ उसको चाहिँ कहाँ क्र्याक भएको ए त्यहाँनिर ए म त यहाँ यस्तोमा पो भन्दैछु हुन्छ हुन्छ हामी चाहिँ कहिले दिन के भएछ आज चाहिँ हामी तल 8 माइलमा बसेको है भोलि नानीहरूको पनि छुट्टी कति हो भोलि सन्डे के खेल्छ खोली खेल्छ नि यहाँ चाहिँ ओछ्यान बनाउँदैछ केटाकेटीहरू चाहिँ भुइँमा सुत्ने हो सुमिरन दादा घरमै अब आज हामी सुत्ने सुमिरन दादा फेरि बिजी छ हात उयो भइ है दबाईहरू खायो सुमिरन दादा आमासँग सुत्न बडीसँग किन निकालेको त्यो ननिकाला होइन उसो त खेलाइची देख्यो म त निकाल्दै फ्याँक्दै सुमो डार्लिङ हात त्यो हातले नगर न टच नगर सुमिरनले नि हात बिगार्ने रहेछ अब चिसो आउँदैन मुनिबाट हाले होइन प्रोपाइ हेलो गुड मर्निङ सबै साथीहरूलाई र आज चाहिँ हामी हिजो बेलुका यहीँ बसेको थियौँ तल सुमिरनहरूको 9 माइलमै घरमा र आज चाहिँ अब
बिहानको भिडियो के छ कसो छ तपाईँहरूको हालखबर। यहाँ चाहिँ हेर्नुहोस् ऊ चेस खेल्दैछ केटाकेटीहरू। म चाहिँ बिहानको पानी पिउँदैछु। अब हामी पनि खाजासाजा खाएर चाहिँ अब जानुपर्छ माथि। बे म खेल्दिनँ नि। खोइ गुड मर्निङ हुने। गुड मर्निङ गाइस। कस्तो हुनुहुन्छ भने म चाहिँ यहाँ बडीको घरमा छु भनेर। रोटी पोल्दैछौँ। तपाईँ चारवटा सुक्खा चारवटा छ त्यहाँ त। यहाँ चाहिँ चिया बनाउँदैछ अब हाम्रो लागि। च्याम भाइले चाहिँ यस्तो दामी बोल्छ हेर्नुहोस् है हाम्रो छेउमा भाइ। आम्मा कानमा चाहिँ के हो गीत कि भजन भजन नि है। सुमिराले त नाक सानो खुलाएर सेकिदिने चाहिँ कतिवटा खाने रोटी खै दुईवटा। अब खाजा खाइसकेर चाहिँ केस काट्नु जानुपर्छ है भोलि। डरै लाग्दो भइरहेछ रिक्जेनको त झन् अस्ति जा भनेको कि नमानेको केस काट्नु हो। भयो भात भात उयो गरिदिउँ है। कहाँ हालिदिनु रोटी तपाईँको होइन यो। बाउ मन पराउँछ पहेँली दाल कालो दाल हो। छोराछोरी मन पराउँदैन। छोराछोरी मुसुरी दाल। खै दिँदा यो चाहिँ देशी कुखुराको अन्डा हेरिहाल्नुहोस् कति सानो छ। चराले पारेको छ त्यही ठुलोबाट अन्डा है। ए यो चाहिँ घरबाट पठाइदिएको हालिदिउँ। त्यसरी हाल्छ फुट्छ त। माथि माथि त ताप्दैन कसो त मुनि मुनिको चाहिँ ताप्दैन। म त माथि मुनि मुनि त ताप्दैछ कि माथिको चाहिँ। अम्लेट बनाइदिउँ तर बोइल गर्दिनँ। रोटी यहाँ भित्र हालिरहेको छु। सुमिरालाई हर्लिक्स लगाइदिउँ दुधमा। ए दाल यहाँ छ हालिदिउँ दाल। अन्डा बनाइदिउँ तपाईँलाई। अन्त अहिले त हालेको भएको छैन हालिदिउँ बनाइदिउँ यो निकालिदिउँ। यसो बनाउँदा हुन्छ नि है। हुन्छ यसो बनाइदिन्छु यो मैला त छ। उयो त्यहाँ तेल यो दुध काट्यो भने सुमिरा उयो सुमिराले बनभिटा खाने। ए बनभिटा अरे हर्लिक्स हालिदिउँ। ए अन्त हर्लिक्स खानु
Không làm bên ta đi chút đi. Rồi nó luôn. Ikan mana yang boil? Hah? Sudah Los. Boleh. सुमिरा हर्लिक्सलाई दिउँ दुध त साडेको छैन उसलाई कुन चाहिँ हो यो तिम्रो हो रिगन कस्तो खाने हाफ कि फुल बोइल बोइल तिमी बोइल खाने म हाल्छु हौ फुल खान्छ अरे हो फुले रिगन एभिनेजर दादाले खायो अरे खाइहाल्नु मिठो दिन भनेको थियो है बढी खाने यसमा चाहिँ मिठो सेप थिएछ हिजो सर्दी ल्याइदिनु भएको है कसलाई यसमा हालिदिनु कोही भरि बढी हुन्छ अरे छिटो दुध खाने रिटेन खाँदिन उनीहरूले नि दुध खानु भनेको चाहिँ दुध अहिले जुसहरू भन्यो भने त पहिला सुरु दुध उषा माइजूले पठाइदिनु भएको काठमाडौँबाट दुध उषा माइजूले पठाइदिनु भएको बिचरा लु खाइहाल लु खाइहाल खाइहाल ए त्यो बन पनि खाइहाल्नु है हिजो मैले के बनाइदिँदैछु म चिया खाने तँ खान्छु बेकार भएको भन्नुहुन्छ तिमीले बोइल खानु ल तिमीलाई पहिला खायौ न खाइसकेर खेल हाफै न जानु खाने अन्डा के भयो पुरा साह्रो टाउको दुख्यो भने दबाई खायो जति भयो भोकले होला सुमिरा चाहिँ के नखाएर एउटा हात अब जाति नहुँदा हुँदा अर्को हात ठिकै बनाउँदैछ हौ सुमिरा कस्तो खाने बोइल खाएको खाने सुमिरा कस्तो रोटी खाने अन्डा बोइल बोइल खाने कि यस्तो बोइलै गरिदियो कसलाई ठिकलाई सबलाई भात खोइहाल्यो यहाँ म काटिदिन्छु यसमा राखेर ब्रेड ब्रेडहरू के अरे स्विस म मात्रै खान्छु भने त्यो टक्कै जस्तो परेको हाफै
नचलाउ न म छक्कै पारेर खान्छु ल भने के हो छक्कै पारेर खान्छु नि कस्तो छक्का पाऱ्यो लु म त्यो बोइल खाँदिनँ हस् निकालिदिनु बोइलै त्यसमा खाएको राम्रो नि त अँ बोइलै खाऊ बोइलै खाऊ तिमीलाई बोइल ग्यास हुन्छ फेरि होइन बोइलै खाऊ ग्यास हुन्छ बोइलै खाऊ चिक्ली कति खायौ खाऊ न त हालिरहेछ त यो सुनन्दाको अनि टिपेर खाऊ त्यहाँ छ त यहाँ छैन पुगेन भने यहाँ पनि छ यहाँ चाहिँ अब अर्को हात पनि भचाउन आँटेको छ यो चाहिँ छुपछुप है त्यो त खानुपर्छ झन् 2 रोटी भयो खाने हो दुध खाने दुध भनेपछि दुध खाने ल्याएको त हौ अन्डा आमाको नि मेरो चाहिँ कहाँ हो बढेको पनि त्यही हो त अन्त काश्यमै घर यसमा चाहिँ उयो कस बस्दैन यो कराईमा बस्दैन त हाम्रो कस पो बस्छ त कस्तो कस मतलब अब त्यो के भन्छ खियाको खिया परेको जस्तो हुन्छ बेसी चलाएन भने चाहिँ गर्छ तपाईँलाई भात लगाइदिउँ चिया खान्छ होइन कम्ती बनाउनुहोस् है चाहिँ रिक्जेन भयो यहाँ हाम्रो 8 माइलको के हो यहाँ हाम्रो 8 माइलको रुम भनेको ए यो चाहिँ दिदीहरूको 8 माइलको सेन्ट अगस्टिन स्कुलको छेउमा बस्छ दिदीहरू चाहिँ रेन्टमा दिदीहरूको रुम हामी चाहिँ यहाँनिर हिजो बेलुकै आएको आज चाहिँ अब एकदम खाइपी गरेर चाहिँ जानुपर्छ नानीहरू नुहाइदिनुपर्छ भोलि स्कुल फेरि भोलि बिहान त यति बेला त बिजी लन्च बनाउनु खुवाउनु अब होली सकेको कहिले हो नानी अब होली खेलेन हाँस पो अब अर्को पालि खेल्नु ल खोलामा खेल्नुपर्छ ल अब हामी एक दिन खोला जानुपर्छ नि ठिकदीले कति खायो रोटी जोइ खानु नि रोटी पनि होइन उयो सुखा रोटी छ त होइन खानु हुँदैन भाइ भात कि उसले भातै मन पराउनु सुमिरानले बुबु पनि खाएको छैन रहेछ यो दुध यो सुमिरान सट्टै बनाऊ त सुमिरन किन उयो नखाएको यो सट्टै बनाऊ सुमो डार्लिङ कपाल काट्नु छिटो जानुपर्छ बाइकमा कपाल काट्नु 2 जना लगेर ल आँदैन बाइकमा बिस्तारै बिस्तारै त्यहाँ बसेर खाऊ न किन घडीको यता घडीको उता एकछिन तातो रहेछ लु अब यहाँ चाहिँ हाम्रो बाइक राखिरहेको छ है यो चाहिँ यता अगस्टिनको छेउमा अगस्टिन स्कुलको आज चाहिँ साह्रै धुम्मो छ आज घाम छैन कुकुर सुतिरहेको छ शान्त ठाउँ छ हेर्नु नि कति शान्ति शान्ति यसो ठाउँमा बस्नु चाहिँ मनपर्छ मलाई अन्त हामी खाजाको लास्टको सबैजना खाइसकिसक्यो अब हामी 2 जना यो शनि पाराले किनेको तपाईँको मैले तपाईँको चेकलेट
खोजी मजा लुगा छ भोक जाग्ने छ नि छुपाइराख्छु अस्ति त भिडियो बनाउन भन्दै थियो हेलो गाइस हेलो गाइस अङ्कलले चाहिँ आज मासु काट्नु हुँदैछ गाइस गाइसले भन्यो दामी रहेछ नि मासु कसले जित्दैछ मेरो काम थियो यहाँ चाहिँ 3 जना चेस खेल्दैछ बहिनीले जित्दैछ तर मेरो टिम यो चाहिँ सुँगुरको मासु आज हामी चाहिँ लन्च यतै लन्च खाएर जाने हो एकजना चाहिँ फेरि बर्थडेमा बोलाइरहेको थियो साथीको चाहिँ त्यसलाई पनि पुऱ्याइदियो घर जानुपर्ने छ यहाँ नुहाइधुवाइ पनि गरेको छैन त यो चाहिँ मटर अहिले कहाँ हाल्छ मटरसँग यो उयो कसले नखाएको याद गर्नु सुमिरन एक दिन पठाउँछु नि ल पुसाइलाई बाइकमा अहिले डुल्नु हुँदैन रेस्ट गर्नुपर्छ यतापट्टि पनि छ बरन्डा यहाँ जग्गा रहेछ त बाई